बालेनले हिन्दू परम्परा अनुसार यसरी साइत तोकेर रामनवमीको दिनमा शपथ ग्रहण र प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने। नमस्कार, म बालेन्द्र शाह। रामनवमी आफैमा एक शुभ दिन मानिन्छ। त्यही दिन बालेन शाह नेपालका नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। निर्वाचनमा झण्डै 2/3 बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह यही चैत्र 13 गते प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएर कार्यभार ग्रहण गर्ने भएका छन्। प्रधानमन्त्रीको शपथ कार्यक्रममा 7वटा शङ्खबाट शङ्खनाद गरिने तथा शपथ दिउँसो 12:34 गरिने पनि कार्यक्रम तय भएको छ। रासपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए अनुसार 108 जना बटुकहरूले स्वस्ति वाचन गर्नुको साथसाथै 16 जना भिक्षुहरूबाट अष्टमङ्गल पाठ गर्ने कार्यक्रम पनि राखिएको छ। यसरी प्रधानमन्त्रीको शपथ लिएपछि बालेन 2:15 जाँदा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय गरिएको छ। यसरी यी सबै समय र प्रक्रिया हिन्दू धर्मअनुसार र ज्योतिष शास्त्र अनुसार निर्धारण गरिएको पनि बताएको छ। यसरी शपथ लिने विषयमा सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रियाहरू आइरहेका छन्। कतिपयले बालेनलाई अन्धविश्वासी भनेर प्रतिक्रिया दिएका छन् भने अरूले तानाशाह बन्ने लक्षण भनेर पनि उडाएका छन्। त्यस्तै कतिपयले नयाँ जोगीले धेरै खरानी घसेको भनेर पनि प्रतिक्रिया दिएका छन्। अनि दिनको कुरा गर्नुपर्दा पश्चिमी देशहरूमा 13 गते परेको शुक्रबारलाई अशुभ मान्ने गर्दछन्, फ्राइडे त 13th भन्दै। तर नेपालमा भने 13 संख्यालाई लक्षणको मान्ने गरिन्छ। यी सबै कुरालाई ज्योतिष विज्ञानको माध्यमबाट विश्लेषण गर्दै सामाजिक सञ्जालमा चन्दन गुप्ताले विस्तृत गणितीय हिसाब पनि प्रस्तुत गरेका छन्। गुप्ताले यो विश्लेषण कसरी गरे, कुन स्रोतबाट गरे भन्ने चाहिँ खुलाएका छैनन्। उनी लेख्छन् 12:34 बजे 1, 2, 3, 4 अङ्क मिलाएर गरिएको। सिंहदरबार प्रवेश पनि 12औं महिना चैत्रको 13औं दिन अनि 14:15 यसरी 12, 13, 14, 15 मिलाइएको छ। ज्योतिष विज्ञान अनुसार शपथ लिने समयको सबै अङ्क जोड्दा 1 प्रतिफल हुन्छ। सो अङ्क सूर्य र नेतृत्वको संकेत हो। त्यस्तै सिंहदरबार प्रवेशको 12-15 समयको सबै अङ्क जोड्दा प्रतिफल 9 हुन्छ। यो अङ्क मंगल ग्रहको संकेत हो भने यसले कार्य र त्यसलाई पूर्णता दिने संकेत गर्छ। अनि 9 र 1 एकअर्काका परिपूरक संख्या पनि हुन्, किनकि गन्ती 1बाट सुरु हुन्छ भने 9 गिन्तीको उत्कर्ष हो। 1मा शपथ लिएर प्रधानमन्त्रीको आसन 9मा ग्रहण गर्नुलाई पनि सांकेतिक रूपमा अधिकार प्राप्तिदेखि पूर्ण रूपमा शक्ति ग्रहणको रूपमा पनि हेर्न सकिन्छ। यसरी तर्कपूर्ण हिसाबले विश्लेषण गर्दा 12 घण्टे घडीमा 12:34 सबभन्दा शुभ समय हो, किनकि यसमा 1 देखि 4 सम्मको गिन्ती नै समावेश भएको छ। अनि यसलाई जोडेर हेर्दा यो सूर्य संख्या 1 बन्नु आफैमा एक ज्योतिष शास्त्र अनुसार सफल नेतृत्वको संकेत गर्दछ। यसको साथै 12, 13, 14, 15 को सत्तारोहणको समयक्रम हेर्दा शुक्रबारको सो पुरै दिन पनि सत्तारोहणको लागि उपयुक्त दिन बनेको चन्दन गुप्ताको विश्लेषण रहेको छ। यसको साथै शुक्रबार रामनवमी पनि परेको हुनाले यसलाई राम राज्यको कल्पना गरिएको विश्लेषण पनि हुने गरेको छ। तर अर्थमन्त्री रामेश्वर खनालको भनाइ भने त्यति सकारात्मक छैन। सामाजिक सञ्जालमा खनालको स्ट्याटसको स्क्रिनशट शेयर गर्दै एक लेख्छन्, बालेनले अर्थमन्त्रीमा निरन्तरता नदिने निर्णय गरेर पो हो कि यस्तो प्रतिक्रिया, नत्र साइत हेर्नु कुनै गलत कुरा त होइन भन्दै। रामेश्वर खनालले लेखेका छन्, साइत देखाएर शपथ गर्ने परम्परा कति मन परेन। हामीलाई साइत हेर्ने देखाउने छुट वा समय नै थिएन, तर इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त। रामेश्वर खनालले सुरुमा अंग्रेजीमा यो कसैप्रति लक्षित होइन भनेर लेखेका छन् भने अन्त्यमा साइत भन्दा पनि सत्यचार र राम्रो उद्देश्य हुनुपर्छ भनेर प्रतिक्रिया दिएका छन्। त्यस्तै अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, बिरालोले बाटो काट्दा अलक्षिन लाग्छ भनेर रोकिएर अरूले त्यो बाटो हिँडिसकेपछि अलक्षिन अरूमा सरेको ठानेर बल्ल हिँड्ने मान्छेहरू हौं हामी नेपाली भन्दै। I would love to be remembered as an honest guy rather than a musician or an engineer or a mayor. अनि त्यस्तै यस विषयमा चुनावमा पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएका रविन्द्र मिश्रले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्, हिन्दू बौद्ध अधिराज्य भए कस्तो हुन्थ्यो होला। विचार भन्दा माथि देश पुस्तकमा मैले हिन्दू बौद्ध अधिराज्यको प्रस्ताव गरेको छु।
संसारमा धेरै धर्महरू छन्, तर नेपाल संसारका 4 प्रमुख धर्ममध्ये 2वटा सबैभन्दा पुराना हिन्दू र बौद्ध धर्मको केन्द्र हो। यो युनिकनेस अन्य देशसँग छैन। प्रगतिशीलताको नाममा हामीले यस्तो युनिकनेसको सम्वर्धन र प्रवर्धन गर्न सकेनौं। बालेन्द्रजीले शपथ ग्रहणमा हिन्दू बटुक र बौद्ध लामाबाट क्रमशः स्वस्तिक वाचन र मंगल वाचन गर्न लागेको देखेर खुसी लाग्यो। अब उहाँको शासनकालमा हिन्दू बौद्ध अधिराज्य स्थापना भयो भने जुनीसम्म उहाँ अमर बन्नुहुन्थ्यो भन्ने हामीलाई लागिरहेछ। के विचार साथीहरू भनेर उनले प्रतिक्रिया दिएका छन्। झापा 5बाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकै ठूलो मतान्तरले जितेर विजयी भएका र प्रधानमन्त्री बन्न लागेका बालेन शाहले आफ्नो मन्त्रीमण्डलको तयारी पनि गरिरहेको बताएको छ। उनले आफ्नो मन्त्री परिषदमा विज्ञहरूलाई मन्त्री नियुक्त गर्न तयारी गरिरहेका छन्। त्यस्तै राजनीतिक नियुक्ति गरिएका र केही संरचनाहरू खारेज गर्ने पनि उनको तयारी रहेको छ भने 100 दिनमा नै परिवर्तन देखाउनको लागि एक छुट्टै रोस्टर पनि तयार गरेको समाचारहरू आएका छन्। त्यस्तै मन्त्री परिषद सानो र परिणाम निकाल्ने खालको मन्त्री परिषद बनाउनको लागि उनको टोली निरन्तर लागिरहेको पनि बताइएको छ। चुनाव जितेपछि सार्वजनिक रूपमा कतै देखा नपरेका बालेनले 2 हप्तादेखि काठमाडौँको एक होटलमा बसेर यी सबै तयारी गरिरहेका छन् भनेर नेपाल खबर अनलाइनले लेखेको छ। उनले नेपालको प्रशासनिक संरचनालाई नै बदल्नको लागि व्यापक रूपमा छलफल गरिरहेको पनि बताएको छ। सभापति रवि लामिछाने पनि आफू बसेकै होटलमा बोलाएर उनले पटक पटक छलफल गरेको र सरकारको न्यूनतम साझा कार्यक्रम सहित मन्त्री परिषदले गर्ने पहिलो निर्णयलाई समेत अन्तिम रूपमा दिइसकेको पनि बताइएको छ। अहिलेसम्म प्राप्त समाचार अनुसार बालेनले 15 सदस्यीय मन्त्रीमण्डल बनाउन सक्नेछन् र सो मन्त्रीमण्डललाई उनले 13 गते नै शपथ ग्रहण गराउने पनि सम्भावना रहेको बताइएको छ। बालेनले विज्ञ र पूर्व प्रशासकहरूले दिएको सुझावको आधारमा वर्षौंदेखि राजनीतिक भागभण्डाका आधारमा नियुक्त हुँदै आएका तर परिणाम दिन नसकेका 20वटा भन्दा बढी विभाग, विकास समिति र बोर्ड खारेज गर्ने तयारी गरेको पनि समाचारमा उल्लेख भएको छ। राजनीतिक पृष्ठभूमिको व्यक्ति भए पनि क्षमता भएका आधारमा भएका राजनीतिक नियुक्तिहरू भने निरन्तर हुन सक्ने सम्भावना पनि बताइएको छ। तर अनावश्यक कार्यकर्ता भरण पोषणको लागि राज्यलाई भार दिने किसिमले गरिएका नियुक्तिहरू खारेज गर्नको लागि बालेनले तयारी सुरु गरिसकेको समाचारमा उल्लेख भएको छ। राष्ट्रसभा प्रवक्ता मनिष झाले दिएको जानकारी भन्दै नेपाल खबर अनलाइनले यसका सरकारले राजनीतिक नियुक्तिको नाममा 1170 जनालाई नियुक्ति दिएको बताएका छन्। कतिपय आयोग र नियोगहरू त हामीलाई चाहिएकै छैन, करदाताको पैसामा भार मात्रै हो, त्यसैले ती सबै खारेज गरिने पनि उनले बताएका रहेछन्। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक नियुक्ति पाएकालाई स्वैच्छिक राजीनामा गर्न आग्रह गरेको भए पनि कसैले राजीनामा गरेको खबर पनि प्राप्त भएको छैन। बालेन शाहले नयाँ सरकार गठनको लागि तयारी गर्दै गर्दा उनको शपथको लागि गरिएको यो तयारीको बारेमा तपाईँ के भन्नुहुन्छ? के साइत निकालेर शपथ गर्नु खराब कुरा हो त? तपाईलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।